गाभाको तरकारी मन नपराउने त को होला र है। आफूलाई मनपर्ने भएर होला, सबैलाई मनपर्छ जस्तो लाग्ने कि यो गाभाको तरकारी। अनि आज म गएँ बारीतिर गाभा टिप्नको लागि। कस्तो राम्रो गाभाहरू के, अनि सबै टिपटाप पारेँ होइन। अनि जिरे खुर्सानी पनि त्यस्तै राम्रो रहेछ, जिरे खुर्सानी पनि टिपेँ। अनि कागती त पुरै पाकेर बसिरहेछ कि, कागती नि टिपटाप पारेर सबै टिपटाप पारेर घर लिएर आएँ होइन। अनि पखाल पुखुल पारेर रेडी बनाएँ पकाउनको लागि। मैले चाहिँ यसलाई सानैबाट कर्कलो भन्थेँ कि, अनि यता घरतिर चाहिँ गाभा भन्नुहुँदो रहेछ। अनि अहिले त गाभा नै भन्ने बानी बसिसक्यो कि, नभए चाहिँ कर्कलो भन्थेँ होइन। मलाई चाहिँ अनि यो कर्कलो, आँटो र मोही एकदमै मनपर्छ कि सानैबाट नै। अनि सानैबाट जे खायो त्यही मनपर्ने रहेछ कि, अनि एकदमै मनपर्छ होइन। तर आज चाहिँ मैले आँटो बनाएन, आज चाहिँ भातसँग खाएँ भनौँ होइन। भात पकाएको, अनि गाभा पकाएँ, घिरौँला पकाएँ, करेलाको अचार बनाएँ, अनि भात बसालेँ होइन। अनि गाभा पाकिसकेपछि त्यसलाई झानझुन पारेँ। गाभालाई चाहिँ एकदमै तोरी सुहाउँछ भन्नुहुन्छ कि मामुले चाहिँ। अनि मैले तोरीले झानेँ, अनि कागती निचारेँ लास्टमा, अनि हालेँ, रेडी गरेँ। अरूहरूको चाहिँ भिडियो खिच्ने त्यस्तै पोसिबलै नहुने के बिहानको बेलामा त बच्चाहरूलाई स्कुल पठाउँदा यति हतार हुन्छ नि। अनि बच्चाहरूलाई स्कुल पठाइसकेपछि सबै आफ्नो काममा गइसकेपछि अनि म बल्ल आफै खाना हालेर रेडी भएर आफै खाँदैछु क्या। यति मिठो भएको थियो कि, यति मिठो भएको थियो होइन। आफूले पकाउने आफै मिठो भन्ने खाने होइन त।